हेर्नु साथीहरू, रवि लामिछाने दाइलाई फसाउनको लागि 2-3 वटा मुद्दाहरू तयारी रहेछ है। अझै नयाँ योपालि त भाउजूलाई पनि फसाउन लागिरहेको रहेछन् है। विचार गर्नु है। सबैजना रवि लामिछाने दाइलाई सपोर्ट गर्ने साथीहरू एकदमै विचार गरेर ध्यान दिएर सुन्नु होला। योपालि रवि लामिछाने दाइलाई फसाउने सबै तयारी भइसक्यो। अनि मुद्दाहरू के हो भन्ने कुरा म तपाईहरुलाई भन्छु। मैले गुप्त सूत्रबाट थाहा पाएको एउटा मुद्दा चाहिँ सबै पुरानो पार्टीको नेताहरूले हामी चाहिँ बुढो भइसक्यौं हैन, हाम्रो कपाल फुलिसक्यो राजनीति गर्दा गर्दै, त चाहिँ यस्तो तन्नेरी अवस्थामा आउने, तेरो कपाल कालो, तेरो यस्तो ठाडो कपाल लिएर आउने राजनीतिमा भने। अनि यो के को राज हो, तैँले कुन तेल प्रयोग गर्छस्, कहाँबाट आयात गर्छस् भनेर त्यो तेलको बारेमा रवि लामिछाने दाइलाई फसाउन खोजिरहेको छ। What are you saying? What are you saying? What is he saying? अनि अर्को भनेको तँलाई यत्रो चोट, यत्रो पीडा, यत्रो जेल नेल दिँदाखेरि पनि तँलाई अलिकति पनि थाकेको जस्तो देखिएन, त अलिकति पनि डराएको जस्तो, भागेको जस्तो देखिएन। त मान्छे होस् कि रोबोट होस् पनि भनेर चाहिँ नि मुद्दा हालिरहेको छन् रे। अनि अर्को भनेको हाम्रो भाउजूलाई, निकिता भाउजूलाई चाहिँ दुनियाँको हुन्छ नि जेल नेल गर्दाखेरि, यताउति गर्दाखेरिमा अनि कस्तो खालको माया हो, कस्तो खालको विश्वास हो, छुट्दै नछुट्ने, दुनियाँले त छोडेर जान्छन्, तिमीले चाहिँ किन यस्तो धेरै माया गरेको, किन यस्तो धेरै विश्वास गरेको भनेर भाउजूलाई पनि हाल्ने रे।